चैत महिनामा यो स्क्रिप्ट किन्न सके मालामाल हुन सकिन्छ। हामीले पेपरवर्क गरिसकेका छौँ। डेफिनेटली पनि सेयर बजार एउटा जोखिम क्षेत्र हो। कुनै पनि साथीले खरिद बिक्री गर्नु अगाडि आफ्नो सोच दिमाग त डेफिनेटली पनि लगाउँछ। हामीले यस्तो 10 वटा स्क्रिप्ट तयार पारेका छौँ जुन सम्भावना प्रचुर रहेको छ। आगामी दिन चैत महिनामा राम्रो तपाईँलाई रिटर्न दिन सक्ने प्रोबेबिलिटी र क्षमता रहेको स्क्रिप्टको बारेमा डेफिनेटली पनि हामी चर्चा गर्नेछौँ। भनेपछि पहिलो नम्बरमा हाम्रो ब्याङ्किङबाट सुरुवात हुन्छ। त्यसै गरेर तपाईँको हाइड्रो पावर रहेको छ, त्यसपछि होटेल लाइन रहेको छ होइन। त्यसै गरेर तपाईँको चाहिँ म्यानुफ्याक्चरिङ त्यसरी नै हामीले चाहिँ वर्गीकरण गर्दै तपाईँलाई चाहिँ जानकारी गराउन कोसिस गरिरहेका छौँ। डेफिनेटली पनि पहिलो नम्बरमा हामीले देखिरहेको अवस्थामा अहिलेको सिनारियोमा चाहिँ किन्न सकियो। अब आगामी दिनमा किन्न सकिए चैत महिनाको जुन अन्तिम समय अथवा चैतको 20, 25, 30 गतेसम्ममा चाहिँ राम्रो प्रफिट होइन गर्न सक्ने सम्भावना छ भनेर चर्चा चाहिँ गरिरहेका छौँ है साथीहरू। त्यो चाहिँ रहेको छ। अहिले चाहिँ फागुन महिनै रहेको छ डेफिनेटली पनि। भनेपछि हामी पहिलो स्क्रिप्टबाट अघि बढ्न चाहन्छु। टेक्निकल्ली के छ त, सम्भावना र प्रोबेबिलिटी के छ त भनेर चर्चा गरौँ। त्यसको लागि रहेको छ पहिलो EBL है, ल ठिक छ। EBL लाई सरसर्ती भने के छ त टेक्निकल्ली है, ल ठिक छ। स्क्रिप्टले एकदमै राम्रो प्ले गरिरहेको अवस्था पनि छ है। बोलिङ ब्यान्डले भोलाटाइल भएको अवस्था देखाइरहेको छ र हरेक तपाईँको चाहिँ साइडबाट पोइन्टबाट हेर्ने भने भोल्युम सेक्सन पनि विगतको जुन औसत भोल्युम, सामान्य भोल्युम भन्न सक्छौँ, त्यो भोल्युमलाई चाहिँ ब्रेक दिँदै तपाईँको जो भोल्युमको चाहिँ अलिकति वृद्धि चाहिँ स्विच मुभहरू भइरहेको छ भन्ने कुरा भोल्युम सेक्सनबाट नि मजाले हामीले हेर्न सक्छौँ। भनेपछि यो स्क्रिप्टमा चाहिँ लगानीकर्ताको आकर्षण छ भन्ने कुरा बोलिङ्गर ब्यान्डबाट हेर्न सक्छौँ। मिडल ब्यान्डलाई टचअप गरेको छ है हामीसँग। बोलिङ्गर ब्यान्डको अप्पर ब्यान्ड, मिडल ब्यान्ड र लोवर ब्यान्ड, यो 3टा ब्यान्ड रहेको छ। जब मिडल ब्यान्डलाई टचअप गरेर बााउन्स ब्याक गर्न खोज्छ तब चाहिँ एउटा रिभर्सल पुल ब्याकको सङ्केत हुन लाग्यो कि जस्तो चाहिँ हामीले आभास गरेका छौँ। भनेपछि यो स्क्रिप्टले जे होस् अब आगामी दिनमा किन्न सक्यो, जे होस् अब आउने चैत महिनामा चाहिँ राम्रो मुनाफा दिन्छ कि जस्तो चाहिँ हामीले महसुस चाहिँ गरिरहेका छौँ। ठिक छ। EMA भन्दा माथि रहेको छ एक्सपोनेन्शियल मुभिङ एभरेज भन्छौँ, त्यो लाइनभन्दा चाहिँ माथितिर रहेको छ। यसले पनि राम्रै सङ्केत डेफिनेटली पनि गराउँछ। यदि EMA भन्दा माथि हुन्छ भने हामीले कुरा गर्छौँ के सुपर ट्रेन्डले साथ दिएको छ त भन्दाखेरि डेफिनेटली पनि लगभग हजुरको यो एरियालाई हेऱ्यो भने कुन समय रह्यो भन्दा त लगभग तपाईँको फेब्रुअरी 2 तारिकदेखिबाट किन्दै जानु होला। एउटा ह्यामर क्यान्डल पनि बनेको अवस्थामा त्यसपछि पुल ब्याक गर्दै गर्दै एउटा राम्रो स्विच मुभ त डेफिनेटली पनि दिएको। 600 मा रहेको स्क्रिप्ट तपाईँको लगभग तपाईँको 650 रुपियाँ माथि गएर चाहिँ अहिले फेरि स्विच मुभतिर लागिरहेको अवस्था चाहिँ छ। भनेपछि एभरेज ब्याङ्क चाहिँ बलियो दरिलो देखिरहेको अवस्था छ। भोल्युम सेक्सन हेर्दाखेरि MACD पनि एउटा चाहिँ राम्रो छ, स्विच मुभतिर गएको छ। 0 लाइन भन्छौँ हामीले यो एरिया है, त्योभन्दा माथितिर जान्छ भने बुलिस ट्रेन्डको एउटा चाहिँ सङ्केत हुन सक्छ भने हामीले एउटा चाहिँ एक्सपेक्टेसन गर्छौँ। ADX तपाईँको 30 भन्दा माथि जान्छ अथवा 25 भन्दा माथि, नर्मल्ली 25 भन्दा माथि स्विच मुभहरू देखाउँछ नि। यहाँबाट चाहिँ बिस्तारै कन्सोलिडेट हुनसक्छ, साइडवेज हुनसक्छ। त्यो स्विच मुभहरू गर्छौँ भने हामीले कुरा गर्छौँ डेफिनेटली पनि। भनेपछि EBL मा राम्रो चमक देखिरहेको छ भन्ने कुरा गर्न सक्यौँ। RSI सकारात्मक छ है, एकचोटि ओभरबट भएर फेरि झरेको छ, फेरि पनि स्विच मुभतिर जाने सङ्घारमा चाहिँ छ भनेर EBL लाई मजाले हेर्न सक्छु। इचिमोको क्लाउड र DMI इन्डिकेटरले पनि त्यस्तो नेगेटिभ सङ्केत छैन। क्लाउडको फर्मेसन सकारात्मक भइरहेको अवस्थामा लगानीकर्ता ब्याङ्किङ अथवा कमर्सियल ब्याङ्किङतिर पनि एक्साइटेड छन् कि क्या हो जस्तो चाहिँ देखिन्छ। डेफिनेटली पनि हेर्ने हो भने चाहिँ अर्को नम्बरमा रहेको छ हाम्रो सानीमा ब्याङ्क पर्ने अवस्था रहेको छ है। लडिक छ। यसको त खासै EPS हेर्नुपर्छ जस्तो लाग्दैन, सानीमा भएको हेरौँ त्यसपछि ठिक छ है। लडिक छ। अब सानीमालाई सरस्वती विश्लेषण गर्यो भने के छ त है, त्यस्तो मेजरली बढेको त छैन, तर पनि है इन्भेस्टमेन्ट माइन्डसेटले लगानी गर्ने हिसाबले यो स्क्रिप्टलाई लिन सके राम्रो मुनाफा भोलिको दिनमा चाहिँ राम्रो प्रफिट ग्राबै गर्न सकिन्छ कि जस्तो चाहिँ मलाई लागिरहेको छ। भनेपछि हामीले जुन EBL मा चाहिँ तपाईँको सुपर ट्रेन्डले साथै एउटा लामो समय साइडवेज जस्तो यसोले त्यसपछि हामीले 50 रुपियाँको बुम खायो नि, त्यस्तै मुभ चाहिँ यसले चाहिँ देला जस्तो लाग्छ। केही समय साइडवेज, हिजोको दिनमा चाहिँ NDCC क्यान्डल बनेको रहेछ, स्पिनिङ टपवाला क्यान्डल भन्न सक्यो अथवा डोजी क्यान्डल भन्न सक्यो। साइडवेज जस्तो देखिरहेछ, भोलाटाइल भएको छ है। डेफिनेटली पनि 303 सम्म पाइन्छ भने किनेर राख्दाखेरि राम्रै होला जस्तो हामी चाहिँ सानीमालाई देखिरहेछ। ओभरअल यसको तपाईँको चाहिँ 6.65 करोड युनिट किता रहेको अवस्थामा तपाईँको सेकेन्ड क्वार्टरको रिपोर्ट राम्रो आयो है। EPS 17 को देखिन्छ, डिस्ट्रिब्युसन EPS पनि तपाईँको 19 को देखियो। नेट वर्थ राम्रो छ ओभरअल 157.56। नन पर्फर्मिङ लोन जुन हामीले भन्छौँ NPL त्यो एकदमै कम छ है। भनेपछि लोन तपाईँको जसलाई दिएको छ
त्यसबाट चाहिँ मजाले लोन चाहिँ रिसिभ भइरहेको अवस्था छ अथवा तपाईँको चाहिँ आउन पर्ने जुन तपाईँको चाहिँ होइन तपाईँको चाहिँ सबै चिजहरू चाहिँ राम्ररी फ्लो भइरहेको छ मार्केटमा भन्ने कुरा हामी देख्न सक्छौँ। भनेपछि त्यही नै रहेको छ। एउटा पी रेसियो पनि राम्रो छ, पिबी रेसियो पनि 1 ठिकै छ। आरओई भनेर रिटर्न अन इक्विटी भन्छन् होइन, हामीबाट उठाएको पैसा भन्न सकियो अथवा त्यसबाट बरु राम्रो कमाएको छ व्यक्तिगत सम्पत्ति भन्दाखेरि भन्ने कुरा देखियो भने चाहिँ ग्रोथ रेट ठिक छ, राम्रो छ। पिजी भ्यालु 3.7 ठिकै हो है, ओभरअल्ली राम्रो छ। अनि बेन्जामिन ग्रामको नम्बर पनि तपाईँको 250 चाहिँ यसको प्राइस रेन्ज हो भनेर चाहिँ एउटा जुन बेन्जामिन ग्रामले बनाएको रुल छ थ्योरी अनुसार त्यो प्राइस रेन्जमा छ भनेर पनि देखाइरहेको छ। ल ठिक छ। ओभरअल्ली सानिमा ब्याङ्क पनि बलियो र अब्बलको रूपमा चाहिँ मैले हेरिरहेको छु। भोलिको दिनमा राम्रै मुभ देला है। मेजर गिराउट भइसकेको छ, अब मेजर पुल ब्याकको लागि तर्खर गर्ला जस्तो त्यसको लागि प्रिपरेसन हुँदैछ कि जस्तो मलाई लागिरहेको छ। र विगतको जुन एउटा मुभ छ, एउटा पुल ब्याक आयो, त्यसपछि एउटा गिरावट जस्तो देखियो इन्ड्युसमेन्टमा, त्यसपछिको स्विच मुभ भएको छ चाहिँ यहाँ पनि एउटा पुल ब्याक पछि तपाईँको एउटा पुल ब्याक बन्यो। अब सामान्य गिरावट त्यसपछिको स्विच मुभ चाहिँ भयानक हुन्छ कि जस्तो मलाई लागिरहेको छ। जस विगतलाई हेर्दा पनि हिस्ट्री रिपिट होला कि नहोला थाहा छैन, तर त्यस्तो स्विच मुभको चाहिँ सङ्केत चाहिँ डेफिनेटली पनि सानिमा ब्याङ्कमा छ भनेर हामी कुरा गर्न चाहन्छौँ। अर्को स्क्रिप्ट रहेको छ ओभरअल्ली है, हाइड्रो पावरबाट रहेको छ के छ त भन्दाखेरि CHCL है। ल ठिक छ। अब अहिलेको सिनारीमा चाहिँ ठुलो मुभ नदिए पनि अलिकति इन्भेस्टमेन्ट माइन्डसेटले हुनसक्छ अथवा चैत महिनाको लागि भन्ने हुनसक्छ यो स्क्रिप्ट लिन सक्ने सम्भावना प्रचुर हाई रहेको छ भन्ने प्रोबेबिलिटी छ। भोलाटाइल भएको छ ओभरअल्ली पनि है, मुभहरू स्विच मुभतिर जान खोजेको जस्तो देखिरहेको छ। एकुमुलेसनको लगभग अन्तिम फेजमा हो कि जस्तो देखिरहेको छ। होल्डिङ पनि यसको चाहिँ एक प्रकारले स्ट्रङ होल्डिङ बन्दै गइरहेको अवस्था र अलिअलि सामान्यतया विगतको भन्दा भोल्युमहरू पनि सामान्यतया बढिरहेको र जुन मुभिङ एभरेज मैले लगाएको छु योभन्दा माथि माथि आएर चाहिँ भोल्युम बस्छ नि सङ्केत सकारात्मक हुन्छ भन्ने कुरा भनिरहेको अवस्था छ। र सुपर ट्रेन्डले पनि साथ दिएको छ। ओभरअल्ली पनि हेरेर सुपर ट्रेन्डमा सकारात्मक देखियो ओभरअल्ली भनेपछि CHCLलाई पनि एउटा चाहिँ जराइदेखि प्रफिट खाने हुन्छ चाहिँ CHCL पनि एउटा अप्सन चाहिँ हुनसक्छ। छिट्टो मुभ नहोला, ट्रेडरको लागि त फेभरेबल नहोला, तर अलिकति कुर्न सक्ने साथीहरूको लागि यो स्क्रिप्ट पनि एउटा चाहिँ राम्रो अपर्च्युनिटीको रूपमा चाहिँ मैले हेरिरहेको छु है। ल ठिक छ। चिलिमे हाइड्रो पावरको कुरा गर्दैछु। ADX अनुसार के छ त, स्विच मुभको सङ्केतहरू बनिरहेको छ है। ल ठिक छ। एकचोटि पछिभन्दा माथि गएर रियाक्ट गरेर तल्लो रेन्जमा आएको छ, फेरि पनि थोरै साइडवेज देखाउला है, टाइम लगाउला, तर एट द एन्ड चाहिँ बुम भएर जाने सम्भावना चाहिँ CHCLमा चाहिँ देखिरहेको छ है। ल ठिक छ। सेयर बजार एउटा जोखिम क्षेत्र हो। कुनै पनि साथीले सेयर बजारमा खरिद बिक्री गर्नुभन्दा अगाडि आफ्नो सोच दिमाग चाहिँ लगाउनु होला। डेफिनेटली आफ्नो माइन्ड मेकअप र आफ्नो माइन्ड सेट लगाउनु होला भन्न चाहन्छु। ओभरअल्ली पनि अर्को स्क्रिप्ट रहेको छ है, अर्को स्क्रिप्ट अघि बढ्न चाहन्छु। डेफिनेटली अहिलेको सिनारीमा के छ त, अब यसलाई लङ भिजनबाट पनि एकचोटि हेरिदिउँ। ल ठिक छ। के छ त इचिमोको क्लाउडले के भन्छ त अहिलेको सिनारीमा है, क्लाउडको फर्मेसन के छ त भन्दाखेरि त्यस्तो नेगेटिभ केही पनि छैन है। तपाईँको कन्भर्सन लाइनले चाहिँ तपाईँको पौषको 25 गते लिनु भनेको रहेछ भनेपछि 400 को रेन्जतिर बाई सिग्नल दिएको स्टिल तपाईँको चाहिँ बाई सिग्नल भ्यालिड भइरहेको अवस्था छ है। अब थोरै नेगेटिभ स्विच मुभ होला है, थोरै त्यो बेला चाहिँ अपर्च्युनिटी हुनसक्छ। लगभग तपाईँको चाहिँ 500 को एरिया छेउछाउ आउनसक्छ। त्यो रेन्ज चाहिँ एउटा चाहिँ रिलायबल बाई रेन्ज हुन सक्ने जस्तो चाहिँ मैले प्रोबेबिलिटी देखिरहेको अवस्था चाहिँ CHL पनि रहेको छ। डेफिनेटली पनि लेट्स गो। के छ त अर्को प्रश्न, SMGC अलिक छिट्टो मुभको लागि स्क्रिप्ट हामीले हेरिरहेको छौँ भने चाहिँ SMGC पनि एउटा बेटर अप्सन हुन्छ जस्तो चाहिँ मलाई लागिरहेको छ है। ल ठिक छ। के छ त भन्दाखेरि अहिलेको रिसेन्ट सिनारियो हेर्ने लगभग तपाईँको 18 फेब्रुअरी आज दिनलाई हेर्ने लगभग तपाईँको मार्चको 6 गते छ भनेपछि लगभग तपाईँको 15-20 दिन भइसकेको अवस्थामा है। ल ठिक छ। सम्भावना र प्रोबेबिलिटी चाहिँ यो स्क्रिप्टले राम्रो स्विच मुभहरू देखाइरहेको अवस्था छ है। ओभरअल्ली पनि तपाईँको जहाँबाट बढ्नुपर्ने त्यही रेन्जलाई चाहिँ टचअप गरेर 0.5 गोल्डन रेसियोको एरिया रहेको छ। यो हजुरले हेर्ने हो भने है, ठ्याक्क मैले लगाएको छु। योलाई चाहिँ टचअप गरेर छेउछाउबाट बााउन्स ब्याक हानेको छ। ओभरअल्ली पनि भनेपछि यहाँबाट चाहिँ पुल ब्याक देखाउन सङ्केत देखाएको हो कि भनेर हामीले आकलन गर्न सक्छौँ। भनेपछि पिभट पोइन्टलाई हामीले आधार मान्दै हामीले खरिद बिक्री गर्न सक्यो अथवा हामीले चाहिँ कहाँनिर चाहिँ प्रतिरोधहरू छ हेर्न सक्यो। R1 को एरियातिर रिजेक्सन देखायो, त्यहाँ गएर R2 को एरिया रहेको छ, एउटा R3 को एरिया भन्छ R3 सम्म 835 सम्मको हामीले एउटा चाहिँ टार्गेट सेट गरेर हिँड्न सकिन्छ अथवा अघिल्लो दिनको हाई हुनसक्छ 700 लगभग 65 छेउछाउ होइन। त्यसपछि तपाईँको चाहिँ अर्को यात्रा मासतिर के गर्ला भने हामी एक्सपेक्टेसन यसमा गर्नु सक्छ। भोल्युम सेक्सन आकर्षक छ क्या ओभरअल्ली पनि यो स्क्रिप्टलाई हेर्ने भने भोल्युम सेक्सन आकर्षक छ। तपाईँको सुपर ट्रेन्ड हेर्नै परेन, सकारात्मक बनेर गइसकेको थियो। यहीँतिर सुपर ट्रेन्ड एउटा मात्रै हामीले बुझ्न सकेर लगाउन सकेको भए यत्रो मुभ खान पाइन्थ्यो। डेफिनेटली पनि ठिक छ, केही फरक परेन। अब यता हेर्दाखेरि के छ त, भोल्युम सेक्सन बढेको छ। जुन एउटा गिरावट हुँदाखेरि अथवा नेगेटिभ क्यान्डल बन्दाखेरिको भोल्युम हेर्नु कस्तो नेगेटिभ, अब त सामान्य छ, तर बढ्दाखेरिको भोल्युम चाहिँ बुम
खालको छ भने चाहिँ भोल्युम बढेको अवस्थाले चाहिँ यो स्क्रिप्टले अझै एउटा स्विच मुभहरू दिन्छ कि जस्तो देखिरहेछ है। आत्तिन नपर्ने एउटा चाहिँ छिटो ट्रेड क्विक ट्रेड पनि हुनसक्छ। चैतको पहिलो हप्ता दोस्रो हप्तामा चाहिँ राम्रो मुनाफा हुने हो कि जस्तो चाहिँ सम्भावना सगरमाथा जलविद्युत कम्पनीले चाहिँ देखाइरहेको अवस्था छ भने चाहिँ कम्पनीको के छ त वित्तीय सूचकहरू यसो हेरौँ है त ल ठिक छ है। 6 को इपिएस रहेछ राम्रो है, डेफिनेटली ग्रोथ रेट चाहिँ घटेछ तर कम्पनीको नेटवर्क 113 राम्रो है कमाएको छ है। 43 लाख युनिट मात्रै किता देखिरहेको अवस्था यो पब्लिक सेयर हेर्दाखेरि देखियो। ओभरअली पनि यो स्क्रिप्टमा चाहिँ चमक र रौनक चाहिँ छ है भन्ने कुरा चाहिँ देखियो। त्यही भएर हाम्रो हाइड्रो पावरको पहिलो लिस्टमा यो पनि पर्यो। अहिलेको सिनारीमा चाहिँ अर्को रहेको छ हाम्रो युएमआरएच है। ल ठिक छ, टेक्निकली अहिलेको सिनारीमा युएमआरएच हेर्दाखेरि चाहिँ खासै उचित जस्तो राम्रो जस्तो देखेको चाहिँ छैन। हेर्दाखेरि त राता क्यान्डलहरू देखिन्छ, गिरावटवाला क्यान्डल देखिन्छ। तर मैले के भन्छु भने चाहिँ हरियो क्यान्डलमा हामीले बेच्ने हो है। राता क्यान्डल बनेर झरिरहेको अवस्थामा अवस्था सिचुएसन र टेक्निकलको आधार मानेर त्यो रेन्जतिर चाहिँ हामीले बाइकको लागि चाहिँ रिस्क लिने हो। मेरो सोचाइ त्यस्तो हुन्छ। अब अहिलेको सिनारीमा 0.618 लेभल जुन 692 लाई टचअप गरेर चाहिँ लो प्राइस रिजेक्सन क्यान्डल भइरहेछ भने चाहिँ लो प्राइस रिजेक्सनको मतलब के भन्दाखेरि तल जान खोज्दै थियो स्क्रिप्ट है। लडेको छ 691 आयो तर बायरले पुस गरेर मास्तिर लगाइरहेछ। तर क्यान्डल नेगेटिभ भए पनि यहाँनिर के भइरहेछ लो प्राइस रिजेक्सन क्यान्डल पनि देखियो। र विगतको जुन यहाँनिर एग्रेसन बाइङ भोल्युम आएको थियो लगभग राम्रै भोल्युममा चाहिँ कारोबार भएको हामी हेर्न सक्छौँ। नोटिस गर्ने हो भने अब कतिले गर्नु भएको छ तर मैले चाहिँ नोटिस गरेर बसिरहेको छु यो स्क्रिप्टलाई भने चाहिँ जुन यो कारोबार छ यो गिरावट त्यस्तो लेभलको सेलिङ प्रेसरवाला कारोबार चाहिँ देखिएको छैन भनेपछि यहाँ किनेको साथले चाहिँ ओभरअल्ली होल्डिङ गरेर बसिरहेका अवस्था हामीले देख्छौँ। चाहिँ यहाँनिर राम्रो कारोबार छ, ठुलो रिस्क लिएका छन् यहाँनिर लगानीकर्ताले, यहाँ ठुलो रिस्क लिएका साथीहरूले यहाँनिर बेचेकै छैनन्। चाहिँ प्रफिटै हुँदैन कसरी बेच्छ डेफिनेटली हुँदैन र लडिक छ भने चाहिँ त्यो सिनारी चाहिँ मैले यो स्क्रिप्टमा देखिरहेको छु। भोलिको दिनको एउटा चाहिँ मेन आकर्षकको विषय चाहिँ युएमआरएच हुन्छ कि जस्तो चाहिँ मलाई लागिरहेको छ अहिलेको सिनारीमा। टेक्निकल्ली अहिले भन्दाखेरि चाहिँ वेट भनिरहेको छ, आजलाई नकिन भन्दै रहेछ। तर जति तल पाइन्छ डेफिनेटली पनि तपाईँको 680 भन्दा तल नजाला। आई होप सो पाइन्छ भने मजाले लिन सक्ने अवस्था चाहिँ छ कि क्या हो जस्तो चाहिँ मलाई चाहिँ युएमआरएचमा नि लागिरहेको छ। हेर्दै जाउँ के हुन्छ युएमआरएच चाहिँ त अहिलेको सिनारीमा। ल ठिक छ, अहिलेको सिनारीमा तत्काल वेट भनिरहेको अवस्था छ। इचिमोको कुलाउले पनि अलिकति कन्भर्जन लाइनले चाहिँ माथिबाट नेगेटिभ स्विच हानिरहेको अवस्था छ है। अब टेक्निकलले नदिँदा पनि मलाई चाहिँ राम्रो लागिरहेको स्क्रिप्ट चाहिँ मैले यो देखिरहेको छु भने चाहिँ स्लोली बाई एक्जिक्युट गर्ने हो कि जस्तो चाहिँ मलाई महसुस पनि लाग्छ। इचिमोको कुलाउले चाहिँ त्यस्तो भनिरहेको छ। त्यो भन्नुभन्दा अगाडि है सेयर बजार एउटा जोखिम क्षेत्र हो। कुनै पनि साथीले खरिद बिक्री गर्नु अगाडि आफ्नो स्वत एनालाइसिस पनि लगाउनै पर्छ, आफ्नो स्वत दिमाग पनि लगाउनै पर्छ। कुनै पनि स्क्रिप्ट हजुरले किन्नुहुन्छ नि त्यसको मैले जिम्मा चाहिँ लिदिनँ है। यो चाहिँ मैले हजुरलाई एउटा चाहिँ डिस्क्लेमरको रूपमा बेला बेलामा भनिदिरहेको अवस्था चाहिँ छ। ठिक छ, अहिलेको सिनारीमा क्लाउडको फर्मेसन स्विच मुभतिर रहेको छ होइन। डेफिनेटली पनि तपाईँको है अलिकति मजा लाग्दो कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको डिएमआई इन्डिकेटर सकारात्मक देखिन्छ। अब कतिलाई हेर्न आउँछ कतिलाई हेर्न आउँदैन त्यो आफ्नो विषय रह्यो, त्यही पनि भनिदिन्छु। रुलमा के हुनु पऱ्यो है प्लस डिआई मासतिर हुनु पऱ्यो। डेफिनेटली मासतिर नगए पनि अब यहाँबाट जाने त मासतिरै हो नि त, मासतिरतिर हल्का स्विच मुभ हुन लागिरहेको अवस्था छ है। माइनस डिआई तलतिरै भाँसिनु पऱ्यो, तलतिरै छ राम्रै ठाउँमा छ। डिएक्स लाइन मासतिर जान खोज्नु पऱ्यो, गइसकेको छ नि त बुम भइहाल्छ, खोज्दैछ नि त त्यसको मतलब सकारात्मक भाइब छ। एडिएक्स मासतिर जानु पऱ्यो, गइरहेको अवस्था चाहिँ छैन, अलिकति स्विच मुभ चाहिँ भएको छैन, बिस्तारै जाला। आई होप सो लेट्स सी के हुन्छ भोलिको दिनमा है। एडिएक्स हेर्ने भने एडिएक्स पनि मासतिर जानु पऱ्यो, त्यो डेफिनेटली जान कोसिस गर्छ चाहिँ धेरै कुराहरू सकारात्मक देखिन्छ डिएमआई इन्डिकेटर हेर्दाखेरि भने चाहिँ ओभरअली पनि राम्रो छ युएमआरएच है। अर्को रहेको छ हाम्रो है लडिक छ होटल लाइनबाट भन्न सकियो अथवा होटल लाइन हेरौँ न। एउटा चाहिँ लास्टमा चाहिँ तपाईँलाई यस्तो राम्रो स्क्रिप्ट भन्छु जुन चाहिँ भोलिको दिनमा इन्भेस्टेड माइन्डले सोचेर किन्न सकिने राम्रो मुनाफा हुनसक्छ। राम्रो 1:3 1:4 को टार्गेट पनि हामीले राख्न चाहिँ सक्छौँ है। त्यो स्क्रिप्ट पनि हामीले चाहिँ भन्नेछौँ लास्टको सिनारीमा। लडिक छ त्यो चाहिँ हाइड्रो पावरबाट रहेको छ। लडिक छ अर्को रहेको छ हाम्रो सिटी होटल है। लडिक छ के छ त अहिलेको सिनारीमा सिटी होटलको। लडिक छ सिटी होटललाई हेऱ्यौँ भने चाहिँ हेर्दा त यो सिटी होटल खासै चमकदार छैन है, माहौलमय देखिँदैन। तर जहाँ सम्भावना देखिँदैन नि त्यहाँ सबैभन्दा भयङ्कर सम्भावना हुन्छ। जहाँ आँसु आउँछ त्यसपछि खुसी पनि हुन्छ भनेको जस्तै, जहाँ पीडा सकिन्छ त्यसपछि सुखको महसुस हुन्छ होइन र लडिक छ त्यही कुरा हो डेफिनेटली पनि। भनेपछि सिटी होटललाई चाहिँ मैले त्यसरी नै हेरिरहेको छु है। हेर्दाखेरि टेक्निकल्ली हेर्दाखेरि खासै बदला जस्तो नदेखिए तापनि
ठिक छ यहाँतिर नै हामीले किन्ने कुरा गर्नु एउटा स्विच मुभ भएको हो डेफिनेटली अब कतिले बेच्नुभयो 880 अथवा 900 को कुराकोतिर बाई कुरा गरौँ एउटा मुभ चाहिँ आयो डेफिनेटली 990 सम्मको मुभ आज अनि लगभग 90 रुपियाँको एउटा स्विच मुभ खायौँ ठिक छ अब अहिलेको सिनारीमा चाहिँ के छ भन्दाखेरि यो स्क्रिप्ट सुपर ट्रेन्डले साथ दियो डेफिनेटली एउटा सङ्केत यहाँनिर छ सुपर ट्रेन्डले स्विच मुभ यहाँनिर सङ्केत दिन सक्यो अर्को भनेको इन्डिकेटर वाइजमा भोल्युमहरू सामान्य बढिरहेको अवस्था देखिन्छ तर यसको होल्डिङ पनि अलिअलि बिचबिचमा चाहिँ एकुमुलेसन चल्दैछ रातो क्यान्डल पनि एकुमुलेसन चाहिँ अलिकति भयानक र तपाईँको कम्पनीको किता पनि एकदमै कम छ 16.74 लाख युनिट किता मात्रै छ भने एकदमै न्यून है कम्पनीको रिपोर्ट खासै यसपालिको राम्रो आएन तर त्यस्तो खराबै कम्पनी सिटी होटल डुब्नै लागेको छ होइन जस कम्पनीको रिपोर्ट चाहिँ यसपालि बनाए जस्तो राम्रो चाहिँ आइरहेको चाहिँ छैन भनेपछि ओभरअली ठिक छ ओभरअली तपाईँको यो स्क्रिप्टलाई त्यति धेरै नेगेटिभ भइहाल्न पनि अवस्था सिनारियो चाहिँ छ जस्तो अथवा बन्छ जस्तो चाहिँ मलाई लागेको चाहिँ छैन अहिलेको अवस्था परिस्थिति सिचुएसनलाई निर्धारण गर्ने हो भने चाहिँ टेक्निकली त्यस्तो स्विच मुभहरू नदेखिने एकदमै लामो समय एकुमुलेसन यहाँबाट चलिरहेको जस्तो ठुलो भयानक मुभ लगानीकर्ताले खान पाइरहेको अवस्था छैन लगभग तपाईँको 56 वटा बार 89 डेज लगाइसकेको अवस्था छ भने चाहिँ लगभग 90 दिन 3 महिनाभन्दा माथि होइन भइसकेको अवस्था छ खासै त्यस्तो स्विच मुभहरू भइरहेको अवस्था छैन भनेपछि यो स्क्रिप्टमा चाहिँ अब एक लेभलको एकुमुलेसनको चाहिँ अन्तिम फेजहरू हुन लागेको हो कि जस्तो चाहिँ महसुस गराइरहेको छ किता पनि एकदमै कम छ सामान्य तपाईँको ग्रुप हुनसक्छ अथवा अपरेटरले पनि कर्नरिङ गर्न सक्ने सम्भावना चाहिँ हुनसक्छ जस्तो चाहिँ मैले सिटी होटललाई त्यो आधारमा राखेको छु टाइम लाग्ला तर जस अलिकति सेफ खेल्ने साथीहरू अथवा बजारलाई हेर्न नभ्याउने साथीहरूले चाहिँ सिटी होटललाई पनि एउटा चाहिँ ट्रेडको लागि चाहिँ अथवा भनौँ इन्भेस्टमेन्ट अथवा भनौँ एक हिसाबले चाहिँ अलिकति लामो समयलाई 15-20 दिनको लागि चाहिँ सिटी होटल बेटर हुन्छ कि जस्तो मलाई लागिरहेको छ अहिलेको सिनारीमा अर्को रहेको छ फाइनेन्सबाट देखिएको अवस्था चाहिँ भनेको एसएफसीएल अब हेर्दा केही नदेखिएला एसएफसीएल डेफिनेटली पनि ओहो एसएफसीएलमा त त्यस्तो केही पनि मुभ छैन जस्तो लाग्ला तर यसमा भयानक मुभ भइरहेको अवस्था चाहिँ छ है राम्रो एकुमुलेसन चलिरहेको छ लगभग तपाईँको एक हप्ताको एकुमुलेसनलाई मैले हेर्दाखेरि लगभग तपाईँको चाहिँ 50,000 60,000 भन्दा माथिको एकुमुलेसन अहिलेको रिसेन्ट सिनारियोमा नै चलिरहेछ भने चाहिँ यो लेभलमा चाहिँ सस्तोको आधारमा लगानीकर्ताले चाहिँ उठाइरहेको अवस्था नै छ भने चाहिँ यो लेभलमा पनि उठायो 518 को रेन्ज 518 भन्दा तल 500 को रेन्जमा चाहिँ लगानीकर्ताले बाई प्लान सेटअप गरेर एउटा स्विच मुभ खाए अब यो रेन्जमा पनि उठाइरहेको छ एउटा स्विच मुभ बिस्तारै आउँछ भने चाहिँ बजार एकैचोटि ठाडो मुभ चाहिँ लिँदैन बिस्तारै जान्छ तल्लो रेन्जमा फेरि जान्छ फेरि एकुमुलेसन फेरि थोरै माथि फेरि तल यसरी अनि एउटा लेभलमा चाहिँ सर्किट हाल्ला त्यो आफ्नो ठाउँमा छ भनेपछि विगतमा जस्तै बिस्तारै तल अलिकति माथि गयो फेरि एकछिन साइड फेरि थोरै माथि गयो फेरि तल फेरि थोरै माथि फेरि अनि त्यसपछि बिस्तारै माथि त्यसपछि बुम होइन त्यस्तो टाइपको माहौल त लिनु होइन र भनेपछि एकुमुलेसन चाहिँ भयानक रूपमा चलिरहेको अवस्था चाहिँ एसएफसीएल लागिरहेको छ बोलिङ्गर ब्यान्डले के भन्छ त साइडवेजलाई पहिलो प्राथमिकता अहिलेको तत्कालको सिनारियो हो इन्भेस्टरले अहिले ट्रेड गर्ने हिसाबले त खासै तपाईँको आजको भोलि त स्विच मुभ आउँदैन तर यस चैत महिनामा चाहिँ राम्रो खालको चाहिँ मुनाफा चाहिँ आर्ज चाहिँ एसएफसीएलले देला जस्तो छ चौधको 15-20 भन्दा माथि हामीले हिसाब गर्नुपर्छ लगभग 20-25 को रेन्जमा चाहिँ राम्रै मुभ देला कि जस्तो मैले एसएफसीएललाई देखिरहेको छु 50 देखि 100 रुपियाँको मुभ चाहिँ यसमा आउन सक्छ जस्तो मलाई लाग्छ के छ त तपाईँको लङ भिजन इन्डिकेटरले के भन्छ त आजदेखि के सङ्केत देखाएको छ त हेरौँ है त लङ भिजन इन्डिकेटरको जुन एउटा चाहिँ जुन क्लाउडको फर्मेसन फुलेको थियो नेगेटिभ वेमा जुन एउटा क्लाउडको फर्मेसनको अहिलेको सिनारीलाई हेर्ने क्लाउड चाहिँ सुकेको छ भने बादलमा चाहिँ जुन एउटा कमी आएको छ जुन फुल्ने त्यसले के जनाउँछ भने लगभग ड्राई अप सिचुएसन गिरावटको हुन लागेको कि अब यहाँबाट चाहिँ बिस्तारै स्विच मुभ लिएर चाहिँ ग्रिन कार्ड बादलको चाहिँ क्लाउडको चाहिँ फर्मेसन यसरी बन्ने हो कि भन्ने एक्सपेक्टेसन गरिरहेको छ भने चाहिँ यो स्विच मुभतिर जाँदैछ एसएफसीएल भयानक रूपमा एकुमुलेसनहरू चल्दैछ जस्तो मलाई लागिरहेको अवस्था चाहिँ छ भनेपछि के छ जो अर्को रहेको छ हाम्रो एसजिआइसी पनि एउटा चाहिँ राम्रो स्क्रिप्टको रूपमा हेरिरहेको छु है लडिक छ अर्को स्क्रिप्ट रहेको छ एसजिआइसी लडिक छ एसजिआइसी के छ त बढ्छ चढ्छ त उड्छ त हेरौँ है त लडिक छ अहिलेको अवस्थामा एकदमै ट्रेन्डी माहौलहरू बनाइरहेको अवस्था छ है एकदमै भोल्युम पनि तपाईँको विगतको भन्दा अलिकति पोजिटिभ भोल्युमहरूको यात्रा अलि देखिन्छ राता क्यान्डल भन्दा हरिया क्यान्डलहरूको भनौँ न एउटा चाहिँ भाइब्सहरू अथवा स्विच मुभहरू देखिन्छ अहिलेको सिनारीमा चाहिँ सकारात्मक राम्रो बन्ला डेफिनेटली पनि त्यसको आधारमा पनि यो स्क्रिप्टलाई चाहिँ जस जराइदेखि प्रफिट हान्यो भने यो स्क्रिप्ट पनि बेटर अहिलेको अवस्थामा के छ गिरावट भन्दा पनि तपाईँको चाहिँ
चरम साइडवेजलाई पहिलो प्राथमिक दिएर बसिरहेछ भने चाहिँ नर्मल्ली एडिएक्स 11 मा आएपछि एउटा स्विच मुभ दिन्छ वृद्धिको मुभ दिन्छ है। नर्मल्ली वृद्धिको मुभ यसरी त्यहाँ छ बुमवाला है, कि त गिरावटै कन्फर्म गरेर जान्छ नत्र नै वृद्धिको मुभ छ। हामी अहिले बुलिस बजारप्रति विश्वास छ भने त्यसपछि भनेपछि बढेरै जाला अथवा एकुमुलेसन पनि पोजिटिभमय चलिरहेछ, बढेरै जाने सम्भावनामा चाहिँ हामी छौँ भन्ने कुरा। तपाईँको एडिएक्स हेर्दा पनि देखिन्छ। आरएसआई तपाईँको अहिले तत्काल त्यस्तो स्विच मुभहरू देखाएको छ, जस अलिअलि माथि स्विच मुभहरू फर्किने कोसिसहरू गरिरहेछ भने चाहिँ यस्तो चाहिँ सम्भावना बन्नुभन्दा अगाडिको इन्ट्री हो, टाइम लाग्ला थोरै 10 देखि 15 दिन, तर झरैदेखि प्रफिट हाने स्क्रिप्टमा पनि मैले एसजिआइसी चाहिँ देखिरहेछ। अब अर्को एकदमै राम्रो है, राम्रो स्क्रिप्टको रूपमा मैले हेर्छु त्यो रहेको छ एनडब्ल्युसिएल। के छ त एनडब्ल्युसिएलको अवस्था है, राम्रो छ त है, हेर्दा त झरिरहेको अवस्था छ। कम्पनीको रिपोर्ट त खासै राम्रो पनि छैन, ठिक छ, -22 को इपिएस देखिरहेको छु, ठिक छ, तर ओभरअल पनि कम्पनी चाहिँ नराम्रो कम्पनी होइन। भोलिको दिन चाहिँ तपाईँको राम्रै प्रदर्शन गर्ला नेपाल वेयर हाउस कम्पनीले होइन, ठिक छ। 13.75 लाख युनिट मात्रै किता रहेको छ, किता एकदमै कम छ। डेफिनेट डुब्ने खालको कम्पनी होइन, नेप्सेले डिलिस्टमा राख्ने कम्पनी पनि होइन, यो चाहिँ हामीले मजाले बुझे पनि हुन्छ, ठिक छ। त्यति हुनु पर्यो मेन कुरो ओभरले होइन र। भनेपछि किता एकदमै न्यून, यो रेन्ज मलाई चाहिँ एकदमै कम्प्याक्टेबल रिलायबल रेन्ज चाहिँ लागिरहेको छ। बरु तल झरेर भोलिको दिनमा थोरै तल्लो रेन्जमा आउने सङ्केत चाहिँ बनाएको छ, तर त्यो सङ्केतमा हामीले बाई ग्र्याब गर्न सक्छौँ कि जस्तो लाग्छ। लगभग तपाईँको आइहाल्यो भने लगभग मैले चाहिँ 1026 1020 को रेन्जतिर आयो भने एउटा चाहिँ बाई प्लान सेटअप गर्न सकिन्छ कि जस्तो लाग्छ। 1000 को रेन्जमा पाए झन् बेटर होइन। यो रेन्ज चाहिँ मैले चाहिँ एकदमै कम्प्याक्टेबल रिलायबल रेन्जको रूपमा हेरिरहेको अवस्था छ। अनि भोल्युम सेक्सनलाई हेऱ्यो भने जुन एउटा बुमवाला भोल्युम छ होइन, राम्रो सकारात्मक भोल्युम, तर गिरावटको भोल्युम चाहिँ एकदमै ड्राई अप छ भनेपछि खासै गिरावट चाहिँ त्यसको रियल गिरावट चाहिँ हो जस्तो लागेन। जो प्यानिकवाला गिरावट चाहिँ होइन, जस क्यान्डलमा चाहिँ नेगेटिभवाला क्यान्डल देख्यो भने ओभरअली एकुमुलेसन चाहिँ गरिरहेको यसको रूपमा चाहिँ मैले यसलाई डेफिनेटली पनि हेरिरहेको अवस्था छ। भनेपछि लङ भिजन इन्डिकेटरले के भन्छ त एनडब्ल्युसिएललाई, त्यो पनि हेरौँ। अहिलेको सिनारियोमा एनडब्ल्युसिएल बढ्छ त चढ्छ त उठ्छ त। क्लाउडको फर्मेसन हेर्नुहोस्, यसले के भन्छ भन्दाखेरि क्यान्डल रातो होस् हरियो होस् के होस् फरक परेन, तर एट द एन्ड बढ्ने स्क्रिपको रूपमा देखाइरहेको छ। क्लाउडको फर्मेसन पोजिटिभमय छ। विगत पनि क्लाउडको फर्मेसन भन्दाखेरि यहाँ तलदेखि एउटा बुम मुभ हो स्टिल भइरहेछ भनेपछि त्यो मुभमेन्ट त स्टिल पनि छ है। एनडब्ल्युसिएल जराइबाट खान सकिन्छ स्टिल पनि। लगभग तपाईँको माघको 9 गते बाइदिएको 985 मा स्टिल पनि त्योभन्दा माथि नै छ होइन र। भनेपछि स्टिल प्रफिटमय नै छ स्टिल। भनौँ न एक हिसाबले चाहिँ त्यो रेन्जमा कन्भर्जन लाइनले क्रस हान्दा किन्न सके स्टिल हामी प्रफिटमै हुने रहेछ। यो पनि हामीले इचिमो क्लाउडबाट चाहिँ देख्यौँ चाहिँ लामो समयलाई चाहिँ निर्धारण गरेर हेर्न मिल्ने तपाईँको इन्डिकेटरको रूपमा चाहिँ मैले इचिमोको क्लाउडलाई चाहिँ हेरिरहेको अवस्था चाहिँ छ। भनेपछि हामीले ओभरअल्ली पनि लगभग तपाईँको 9वटा स्क्रिप्टहरूको चर्चा गरिसकेको अवस्था छ। भनेपछि एकदमै अब बलियो स्क्रिप्टको रूपमा मैले लास्टमा भन्छु भने त्यो चाहिँ कुन चाहिँ स्क्रिप्ट होला जुनले चाहिँ भोलिको दिन राम्रो स्विच मुभ जराइदेखि दिन सक्छ प्रफिट, त्यो रहेको छ मेरो हाइड्रो पावरबाट अहिले चित्त बुझिरहेको अवस्थामा। शिवमलाई चाहिँ मैले हेरिरहेको अवस्था चाहिँ छ है। ल ठिक छ, शिवम हेर्दाखेरि खासै त्यस्तो चमक देखिँदैन हो, ठिक छ। हिजोको दिनमा पनि तपाईँको जिसिआइएलमा पनि चमक त थिएन नि त, चमक आयो नि त होइन र है। यो रेन्जमा त्यो लामो समय स्विच गर्दै थियो बुम भएर गयो नि त होइन र। भनेपछि शिवम त तपाईँको बलियो दरियो कम्पनी होल्डिङ पनि हरेक अपरेटर अथवा हरेक ब्रोकरसँग 5 लाख 10 लाख 6 लाख 7 लाख 3 लाख देखिरहेको सिनारी छ। 5.46 करोड युनिट किता छ। भोलिको दिनमा चाहिँ तपाईँको नेप्सेको कारोबार पनि 14 अर्ब 15 अर्बभन्दा माथिको हुन थाल्यो भने तपाईँको नेप्सेले पनि साथ दिनु पऱ्यो। भोलि कारोबार हुन थाल्यो अथवा नेप्से सकारात्मक बन्न थाल्यो भने अथवा यो तपाईँको चाहिँ सिमेन्ट सेक्टरहरू चढ्न थाल्यो भने तपाईँको छुट्टै मुभ लिएर चाहिँ जानेवाला हुन्छ शिवमले छ भने चाहिँ राम्रो होल्डिङ गरेर लगानीकर्ता बसिरहेछ। यो कुरा बुझ्यो। रिपोर्ट राम्रो छ, कम्पनीको फन्डामेन्टल राम्रो छ, कम्पनीले राम्रो ग्र्याब गर्दैछ। अबको यात्रा चाहिँ सकारात्मक होला जस्तो छ। सुपर ट्रेन्डले साथ दिएको छ, भोल्युम सेक्सन बढेको छ। भोल्युम सेक्सन हेर्ने हो भने नर्मली रूपमा चाहिँ तपाईँको विगतको भन्दा अलिकति स्विच मुभर यसरी फुलेर आएको अवस्था छ। यसरी भनेपछि अब चाहिँ बिस्तारै भोल्युम मासतिर फर्किने हो कि भनेर हामीले आकलन चाहिँ शिवमबाट गर्न सक्छौँ। भनेपछि राम्रो प्रोबेबिलिटी र सम्भावनाको रूपमा चाहिँ हामीले शिवम सिमेन्टलाई हेरिरहेका छौँ। भोलिको दिनमा चाहिँ राम्रो मुनाफा हुनसक्छ। शिवम सिमेन्ट राम्रो छ ओभरअल्ली, अब ओभरअल्ली राम्रो देखिरहेको छ है। स्टप लस र टार्गेट त आफूले मजाले मध्यनजर गरेर चाहिँ है राख्नु पर्ने हुन्छ। राम्रो छ भन्ने बित्तिकै किन्ने कुरो पनि हुँदैन है, यो कुरा बुझ्नुला। राम्रो छ भन्ने बित्तिकै किन्ने कुरो हुँदैन। स्टप लस टार्गेट सेटअप हाम्रो हुनैपर्छ, नत्र भने कमाए पनि तपाईँको पोर्टफोलियो हरियै भए पनि राम्रो ग्र्याब अपर्च्युनिटीहरू, राम्रो तपाईँको अवसरहरू, राम्रो प्रफिटहरू चाहिँ हामीले चुक्काउँछौँ भोलिको दिन। त्यही भएर
स्टप लस टार्गेट चाहिँ मजाले सेट गर्नु हुन सबैलाई अनुरोध गर्न चाहन्छु डेफिनेटली पनि है लडिक चाहिँ आजलाई यति भन्न चाहन्छु साथीहरू तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ अथवा हाम्रो भिडियो कस्तो लाग्छ भिडियो मनपर्छ नै एक लाइक गर्दै कमेन्ट सेक्सनमा कुनै चित्त नबुझेका कुराहरू चित्त बुझेका कुराहरू व्यक्त गर्न सकियो डेफिनेटली पनि यति भन्दै आज हजुरहरू साम बिदा माग्न चाहन्छु हस्त नमस्ते टेक केयर ह्याभ अ गुड टाइम इन्जोय द ट्रेडिङ बाई बाई टेक केयर